सुर्खेतको घटनाले एकदमै धेरै विक्षिप्त बनाएको छ। केही दिनदेखि सुर्खेतको समाचारहरू हेरिरहेको छु, पढिरहेको छु, मान्छेहरूको भनाइहरू सुनिरहेको छु होइन। सुर्खेतमा 16 वर्षीय इनिसा विकको चाहिँ बलात्कारपछि हत्या भएको छ। उनको बलात्कारमा चाहिँ 4 जना व्यक्ति संलग्न छन् भनेर प्रहरीले भनेको छ होइन। अनि उनको बलात्कार चाहिँ एकदमै डरलाग्दो तरिकाले भयो। उनको बलात्कारको क्रममा चाहिँ उनको संवेदनशील अङ्ग एकदमै क्षतविक्षत भएर च्यातिएर पोस्टमार्टम रिपोर्ट अनुसार होइन, संवेदनशील अङ्ग च्यातिएर चाहिँ पाठेघरसम्मै चोट लाग्दाखेरि एकदमै धेरै रक्तस्राव भएर रगत बगेर चाहिँ उनको मृत्यु भएको छ होइन। उनको मृत्यु एउटा मृत्यु मात्रै होइन कि हाम्रो समाज, हामीले निर्माण गरेको जुन समाज छ त्यसले कोरेको एउटा डरलाग्दो चित्र पनि हो होइन। अनि अर्को पक्ष चाहिँ जसलाई इनिसालाई जसले बलात्कार गरेको छ ती व्यक्तिहरूको उमेर पनि त्यही 15-16 वर्षको छ कि 16-17 वर्षको छ होइन। इनिसाकै उमेरको हाराहारीमा छ। ती 16-17 वर्षका युवाहरू, किशोरहरूले बलात्कार गरेर हत्या गर्नेसम्मको काम गरे कि त्यति हामीले सोच्दाखेरि चाहिँ मलाई लाग्छ मेरो 16-17 वर्षको दाइ दिदीको छोराछोरीहरू मैले बच्चै देख्छु कि। तर त्यही उमेरको किशोरले त्यसरी हत्या गर्ने, बलात्कार गर्नेसम्मको अपराधिक क्रियाकलाप गर्ने मानसिकता उसले कहाँबाट पायो होइन। कस्तो समाजको निर्माण भइरहेको छ हाम्रो, हामीले कस्ता सन्तति जन्माइरहेका छौँ, कसरी हुर्काइरहेका छौँ भन्ने कुराले पनि महत्त्व राख्छ होला जस्तो लाग्यो। धेरै मान्छेहरूको धेरै थरी भनाइहरू सुनिरहेको छु। जे जस्तो भए पनि निर्मलाको जस्तो चाहिँ अवस्था नहोस्। इनिसा त हामीमा छैनन्, मरेर गइसकिन्। इनिसाको परिवारले र इनिसाले चाहिँ न्याय पाओस्। कुनै पनि हुन्छ नि व्यक्तिगत स्वार्थको लागि अथवा कुनै मान्छेको पहुँच, पद, प्रतिष्ठाको कारणले ती व्यक्तिहरू चाहिँ उम्किन नपाउन्। नाबालक भए पनि, जेसुकै भए पनि उनले अपराध गरेका छन्, अपराधको सजाय चाहिँ मिलोस्, इनिसालाई न्याय मिलोस् र अबदेखि यस्तो घटनाहरू सुन्न नपरोस् भन्ने लाग्छ। यस्ता घटनाले एकदमै धेरै विक्षिप्त बनाउँदो रहेछ। इनिसा, तिम्रो आत्माले शान्ति पाओस् र तिमीले चाहिँ छिट्टै न्याय पायौ भन्ने कुरा चाहिँ हामीले सुन्न पाऊँ।